हेलो नमस्ते साथीहरू सबैजनालाई स्वागत छ फेरि मेरो अर्को नयाँ भिडियोमा। आज पनि हजुरहरूलाई म नयाँ ठाउँ देखाउन लैजाँदैछु। आज चाहिँ म तपाईँहरूलाई लाँदैछु जापानको टोकियो टावर जाँदै गर्दाखेरि बाटोमा देखिने दृश्य सँगसँगै मेरो जापान सम्बन्धी अनुभवहरू पनि सुनाउँदै लैजानेछु। भिडियोलाई अन्तिमसम्म हेरेर च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला र भिडियो मन परेमा सबैजनाले भिडियोलाई लाइक र कमेन्ट पनि गरिदिनु होला। म चाहिँ रुमबाट निस्किसकेको छु। हजुरहरूले देख्न सक्नुहुन्छ मौसम पनि एकदमै राम्रो छ, घाम लागिरहेको छ। आज चाहिँ मेरो काम बिदा हो साथीहरू। बिदाको दिन चाहिँ पानी पर्ने गर्थ्यो, आज चाहिँ घाम लागेको भएर चाहिँ फेरि पनि यसो घुम्नलाई चाहिँ निस्किदिउँ न भनेर चाहिँ म घरबाट निस्किसकेको छु। म बसेको एरिया चाहिँ अलिकति भित्रभित्र पर्छ, स्टेसनदेखि थोरै भित्रपट्टि पर्छ। म बसेको ठाउँदेखि स्टेसनसम्म पुग्न चाहिँ करिब हिँडेर 15 मिनट जति टाइम लाग्छ र म चाहिँ अहिले स्टेसनतर्फ जाँदैछु। साथीहरू अहिले जापानमा चाहिँ एकदमै धेरै गर्मी बढेको छ र आज चाहिँ मेरो बिदा थियो र बिदाको दिन चाहिँ मैले बिहान छिटो उठेँ। सिटी अफिसमा चाहिँ थोरै कामहरू थियो र ब्याङ्कमा पनि मेरो कामहरू थियो। मैले आफ्नो सबै कामहरू सकेर चाहिँ अहिले अब बेलुका अलिक भएपछि अलिक शीतल पनि भयो मौसम पनि र घुम्नको लागि भनेर निस्केको छु। र मैले हातमा चाहिँ एउटा पेपर पनि बोकेको छु। यो पेपर चाहिँ मेरो माई नम्बर कार्ड, अब भिजा नयाँ आएपछि माई नम्बर कार्डहरूमा पनि आफ्नो सबै कुराहरू अपडेट गर्नुपर्छ, ब्याङ्कमा पनि आफ्नो इन्फर्मेसनहरू अपडेट गर्नुपर्ने हुन्छ र त्यसकै पेपर हो यो चाहिँ। र यहाँ पोस्ट बक्समा चाहिँ यो पेपर हालेर चाहिँ म स्टेसनतर्फ जानेछु। र साथीहरू म चाहिँ अहिले बाटोमा हिँडिरहेको छु। हजुरहरूले देख्न सक्नुहुन्छ जापानको सडकहरू पनि एकदमै सफा व्यवस्थित हुने गर्छ र हामीले फोटोमा भिडियोमा त टोकियो टावर देखेको नै छौँ, धेरैजनाले देख्नु भएको होला। तर अब वास्तविकमा रियलमा चाहिँ टोकियो टावर कस्तो रहेछ भनेर चाहिँ हजुर र मैले सँगै हेरौँला है त। त्यसको लागि चाहिँ हजुरहरूले भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नुहोला। र साथीहरू म चाहिँ स्टेसन नजिकै आइपुगेको छु। Suppress my feelings 'cause I know what's best for me. Feel short of confidence. म चाहिँ स्टेसनबाट ओर्लिएर चाहिँ साथीहरू अहिले टोकियो टावरतिर जाँदैछु र गुगल म्यापले चाहिँ कति 15 मिनट देखाइरहेको छ हिँडेर। हेरौँ साथीहरू कति समय लाग्छ। हजुरहरूले देख्न सक्नुहुन्छ एकदमै शान्त र सफा रोडहरू। फाइनली साथीहरू म चाहिँ टोकियो टावरको नजिकै आइपुगेको छु। यहाँको चाहिँ वातावरण पनि एकदमै दामी छ, हजुरहरूले पनि देख्न सक्नुहुन्छ टोकियो टावर। म चाहिँ अझै यहाँबाट मलाई टोकियो टावरको नजिकै पुग्न चाहिँ 10 मिनट जति लाग्छ। टाढाबाट हेर्दाखेरि चाहिँ सानो देखिरहेको थियो, तर जति नजिक पुग्दैछु झन् ठुलो हुँदैछ। एकदम एक्साइटेड छु साथीहरू। यहाँनिर अलिक पर
एउटा पार्कमा आएको छु जहाँबाट चाहिँ टोकियो टावरको एकदमै पर्फेक्ट भ्यू देखिन्छ। नजिकैबाट त खासै राम्रो भ्यू देखिँदैन, तर यहाँबाट चाहिँ एकदमै राम्रो भ्यू देखिन्छ भन्ने आशले चाहिँ म आएको छु। वाउ साथीहरू, साँच्चै हो रहेछ, यहाँबाट चाहिँ टोकियो टावरको पर्फेक्ट भ्यू देखिँदो रहेछ है त साथीहरू। हजुरहरू टोकियो टावरको नजिकै जानुभयो भने चाहिँ त्यहाँबाट चाहिँ खासै राम्रो भ्यूहरू देखिँदैन, तर हजुरहरू यहाँनिर आउनुभयो भने चाहिँ फोटो भिडियो खिच्नको लागि चाहिँ एकदमै राम्रो पर्फेक्ट भ्यू पाउनुहुनेछ हजुरहरूले। म चाहिँ अहिले टोकियो टावरभन्दा अलिकति पर रहेको पार्कमा छु, जहाँबाट चाहिँ टोकियो टावरको एकदमै पर्फेक्ट भ्यू देखिन्छ। यो ठाउँमा आउनुभयो भने चाहिँ फोटो भिडियोको लागि चाहिँ एकदमै पर्फेक्ट स्पोट रहेको छ। टोकियो टावर चाहिँ सन् 1958मा बनाएको र लामो समयसम्म जापानको सबैभन्दा अग्लो टावरहरूमध्ये एक थियो। यो अहिले चाहिँ योभन्दा अग्लो टावरहरू बनिसकेको छ। यसको हाइट चाहिँ 333 मिटर रहेको छ भने यो चाहिँ फ्रान्सको आइफिल टावरबाट प्रेरित भएर बनाएको हो। साँझतिर चाहिँ लाइट बलेपछि चाहिँ यसको भ्यू चाहिँ अझै राम्रो देखिन्छ। म चाहिँ साथीहरू जापान आएर काम गर्न थालेको पनि 1 इयर भयो। सुरुमा एकदमै धेरै गाह्रो थियो, भाषा काम एकदमै धेरै चुनौती थियो। अहिले पनि काम भन्यो, भाषा भन्यो, नयाँ कुरा नयाँ ठाउँ धेरै चुनौती छ, तर कहिलेकाहीँ यस्तो ठाउँमा आएर बस्दाखेरि घुम्न निस्किँदाखेरि चाहिँ एकदमै आनन्द महसुस हुन्छ। हजुरहरू पनि जापानमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ भने कहिलेकाहीँ यसो समय मिलाएर घुम्न निस्किनु होला। र मानिसहरू एकदमै धेरै यहाँनिर चाहिँ आफ्नो साथीभाइसँग आएर चाहिँ टाइम स्पेन्ड गरिरहेको छन्। हजुरहरू पनि यदि टोकियो नजिकै हुनुहुन्छ भने चाहिँ हजुरहरूले पनि यो ठाउँमा आएर भिजिट गर्नु होला। अहिले चाहिँ लगभग 6 बजिसक्यो र म चाहिँ अहिले फर्किँदै गरेको छु। म चाहिँ आज जापानको टोकियो टावर आएको थिएँ र टोकियो टावरको चाहिँ बाहिरी भागबाट म चाहिँ घुमेँ। मैले टोकियो टावरमै चाहिँ चढेर चाहिँ भिडियोहरू बनाएन। हजुरहरूले भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई चाहिँ एकदमै धेरै धन्यवाद। आगामी दिनमा पनि यस्तै खालको भिडियोहरू चाहिँ लिएर आउने बाचा गर्दै आज चाहिँ म यो भिडियोबाट बिदा हुन्छु। हस्त, बाई बाई।